Sure. गजब बेइज्जती है। घरबेटीले निकाल्दियो भने पोखराको टिकट काटे हुन्छ अरे। फेरि गरौँ त फेरि गरौँ। घरबेटीले निकाल्यो भने रबिन दाइको घरमा गएर बसिदिने हो माया। 12 जति हो घरबेटीमा घरदेखि निकालिदिनुहोस् मलाई फाइदा। अहिले हामी त हारदान गरिरहेको छौँ। यसो बाहिर गएर ए जेसा तिमीले गरेर सुन न आज जे पर्छ पर्छ तिम्रो घरको छेउमा कुकुर छ कुकुर माथि बसेर ए बा किन्देऊ न भट नाच न यार। त्यो रेस्टुरेन्टमा कुकुर छैन अनि म चाहिँ कसको हारमा छु तिमी बाबा सिरी भन्दै बस। आज आज डनको एकचोटि डन बाहिर गएर स्याल गर जे पर्छ पर्छ ल। मलाई मार्छ यार यो गाउँ होइन नि। स्याल गरेर कसले मार्छ देशमा यस्तो कडा कानुन छ र। ऊ यो दिदी अनि बाहिर गएर स्याल गराउनुहुन्छ कुकुर माथि चढेर त्यो के अरे उद्देश गर्नुहुन्छ एकछिन त हो अनि म बाख्रा मात्रै गराउँछु यहीँ। हामी नि बाख्रा गराउँछु बोका गराउँछु स्याल गराउँछु भैँसी गराउँछु राँगा गराउँछु। सरी भयो बुढो ल ओके यदि गेम सकेपछि ल नाच्नु त्यसो भए कुन गीतमा कमरिया करला पालप जुन गीतमा नाचे पनि समाचारमा जस्तो नाच्यो कि पेर्पो पेर्खम आउनुहुन्छ जानुहुन्छ। गेसाले रतौली स्टेप गर्न पाइन्न ल। ल बाहिर गएर स्याल गर ल बाहिर डन चाहिँ कमरिया कल्ला पालपमा नाच्ने। थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू सो मच। जेसाले 12 पटक घरबेटीले निकाल्यो भने रबिन दाइको घरमा गएर बसिदिने हो माया। वेलकम। मेरो घर आएर बस्ने बहिनी 10 लाख छैन नि बहिनी 20 लाख भए पुग्छ भन्न किन चाहियो 10 लाख। तिमी त माथि भन्दा पनि लास्ट महँगो भयो त नि। गरौँ त एकचोटि गराउनु दाइको छ दिदी। कस्तो उल्टे आफूले हारे मलाई दिन्छ पनिसमेन्ट यार। ओ थ्याङ्क यू एभ्रिवान अनन्जी श्योर। गजब बेइज्जती है। घरबेटीले निकाल्दियो भने पोखराको टिकट काटे हुन्छ अरे। फेरि गरौँ त फेरि गरौँ कस्तो दामी अनुहार नि किन रहेछ पानी गजब बेइज्जती है। मैले ठ्याउरोको एक्टिङ गर्नु भनेको होइन यार। दामी देखेको तर कस्तो राम्रो देखेको तर बुझ्नु घरि किन हाम्रोले यस्तो गरा हौ घरबेटी बा उसलाई निकालिदिनुहोस् पोखरा आउनु लाग्यो रे। होइन 12 जति डन 7 चोटि भयो होइन 12 जति हो घरबेटीमा घरदेखि निकालिदिनुहोस् मलाई फाइदा। कार्तिक लायो डनले के गर्छ भाइको कमरिया करला पालप ल कमरिया लपालप गर्दै के कसरी घरबेटीले निकाल्यो भने नि मलाई नाच्ने भनेको बाउलाई नाच्ने लाग्छ खेल्ने ल घरबाट निकाल्दै पोखरा आउँछौ। वेलकम टु पोखरा। रोबिनजीलाई फाइदा हुने रहेछ अरे
रविनजीलाई फाइदा हुन्छ अरे के फाइदा हुन्छ म त उता पोखरा त बोलाइ पनि राख्दिनँ म त उसको धेरै छन् केटाहरू ओके तरी भएर गाउँछु ल यो लास्ट गेम उसलाई मन पराउने थुप्रै छ लास्ट गेम पछाडि गीत गाउँछु म मेरो हड्डी भाँच्नु छैन मलाई ए समाचारमा नाचिका यो है अहिले कता घरबाट चिरपर्दाहरूले हान्यो यार हाम्रोमा बुस्टिङ छ उतापट्टि सिङ्गल कहाँ सकिन्छ यार सकिन्न नि त नि लास्ट गेम पनि हाम्रै बोगडा हो कुल ग्याङ नक्कल इन्सान यहाँ के भइरहेछ केटा यार बाटो मेन्दिन गरेको मान्छेले के गरे यार यो के हो मिस्टर थ्याङ्क नक्कल इन्सान द MVP किङ्स आर हियर ब्रो बोल्दा बोल्दा गुने झर्छ क्या हो थ्याङ्क यू मिस्टर बुस्टिङ परेको छ के चन्द्र गुरुङ प्रधान बुस्टिङ परेको छ रबिन किङ थ्याङ्क यू निहान किरात राइडर विशाल घिसिङ आकाश अरुण परिया